आदरणीय यस कार्यक्रमका सभा अध्यक्ष महोदयज्यू, आफ्नो महत्त्वपूर्ण कामलाई थाती राखेर यहाँ पाल्नुभएका विभिन्न तह र तबकाका अतिथिज्यूहरू, दुधको दुध पानीको पानी छिट्याउन बस्नुभएका निर्णायक मण्डलज्यू र समय हेर्न बस्नुभएका समय पालकज्यू, उद्घोषकज्यू, विभिन्न विद्यालयबाट यहाँ पाल्नुभएका हामीलाई ज्ञान सिप र शिक्षाको मार्गमा अगाडि बढाउनु हुने गुरुबुबा र गुरुआमा र भाग लिने प्रतियोगितामा भाग लिने र नलिने सम्पूर्ण साथीहरूमा म र मेरो विद्यालयको तर्फबाट 10 औँला जोडी नमन गर्दछु। आज मिति 2081 साल 12 महिना 15 गते भइरहेको यस वक्तृत्व कलामा म भाग लिन पाउँदा म अत्यन्तै हर्षित भएको छु। आजको यस वक्तृत्व कलाको शीर्षक रहेको छ लागु औषध दुर्व्यसन। आजको यस वक्तृत्व कलालाई आयोजना गर्नुहुने आयोजकलाई म विशेष धन्यवाद दिन चाहन्छु। पहिलो प्रथम म के भन्न चाहन्छु भनेपछि लागु औषध दुर्व्यसनलाई परिभाषित गर्न चाहन्छु। लागु औषध दुर्व्यसन भनेको हाम्रो शरीरलाई शारीरिक र मानसिक रूपमा दीर्घकालीन रूपमा असर पुर्याउने एउटा नशालु पदार्थ हो। यसमा जस्तै गाजा, भाङ, धतुरो, चरेस, ड्रग्स, हिरोइन, अफिल र विभिन्न किसिमका मादक पदार्थहरू नि यसमा पर्दछ। यसले हाम्रो शरीरमा विभिन्न किसिमका असरहरू देखा पर्छ। मस्तिष्कमा प्राणघातक हुने, फोक्सोमा प्राणघातक हुने, हृदयघात हुने, पश्चघात हुने, घाँटी, मुख, छालामा प्राणघातक क्यान्सर हुने गर्दछ। यसले हामीलाई विभिन्न किसिमका नोक्सानहरू पनि गर्छ। हाम्रो समाजमा सामाजिक विकृतिहरू फैलिन्छ, घरमा झै झगडा पनि हुन्छ, पारिवारिक समस्या हुने, आर्थिक अवस्था कमजोर हुने, इन्द्रको अगाडि स्वर्गको बयान भने जसरी हाम्रो गाउँघरमा हाम्रो बुबा आमाहरूले चुरोट र मादक लागु औषध दुर्व्यसन प्रयोग गर्दाखेरि वरिपरि रहेका बच्चा बच्चीहरूले पनि सोध्छ कि यो लागु औषध दुर्व्यसन प्रयोग गर्ने चिज हो भनेर चोक्टा खान गएकी बुढी झोलमा डुबी मरी भने जसरी एक दिन त्यो बच्चाले लागु औषध दुर्व्यसन प्रयोग गर्यो भनेपछि अर्को दिन उसले खान्छ र खाइसकेपछि उसलाई त्यो नसा बसिसकेपछि उसले त्यो नसालाई कहिले अन्त्य गर्न सक्दैन। हामीले लागु औषध दुर्व्यसन प्रयोग गर्नु हुँदैन र आफूले पनि गर्नु हुँदैन र अरूलाई पनि गर्न दिनु हुँदैन। विक्रम सम्वत 2063 र 2069 को केन्द्रीय तथ्याङ्क सर्वेक्षणले 11.63 जना लागु औषध दुर्व्यसनको कर्ता सङ्ख्या वृद्धि भएको जनाएको छ। हामीले लागु औषध प्रयोग गर्नु हुँदैन। काग कराउँदै जान्छ, पिना सुक्दै जान्छ भने जसरी हामीले एक दिन एउटा साथीले ल आज चुरोट खाऊ, मादक पदार्थ सेवन गरौँ भन्दाखेरि हामीले गर्नु हुँदैन र गर्ने साथीहरूलाई पनि केही सल्लाह सुझावहरू दिनुपर्छ। हामीले हाम्रो गाउँघरमा हाम्रो बुबा आमाहरूले ल्याएका खाद्यान्न वस्तुहरूलाई कुहाएर रक्सीको रूपमा परिवर्तन गरेर पेय पदार्थको रूपमा खानुहुन्छ। हामीले लागु औषध दुर्व्यसनका बारेमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्छ। हाम्रो गाउँघरमा महिला हिंसा, नारी दिवसमा महिलाहरूले महिला हिंसा अन्त्य गरौँ, नारी हिंसा अन्त्य गरौँ, नारी हिंसा पाऊ, नारीको अधिकार पाऊ भन्नुहुन्छ। त्यो भनाइ पनि ठिक हो, तर नारीहरूले भन्नु पऱ्यो कि लागु औषध दुर्व्यसनलाई पनि अन्त्य गरौँ भन्नुहुने आशा गर्दछु। तपाईँहरूले लागु औषध दुर्व्यसनका लागि विरोध गर्नुभयो भनेपछि वरिपरि रहेका मानिसहरूले पनि सोध्छ कि यसले हाम्रो शरीरमा विभिन्न किसिमका असरहरू फैल्याउँछ, हामीले लागु औषध दुर्व्यसन गर्नु हुँदैन भनेर र उनीहरूले मान्छेहरूले पनि यो लागु औषध दुर्व्यसनलाई छोड्न सक्छ। हामीले यसबाट बच्नका लागि विभिन्न उपायहरू पनि अपनाउन सक्छौँ। हामीले खाली समयमा योग र ध्यान गर्नुपर्छ, असल साथीको सङ्गत गर्नुपर्छ, अरूको लैलैमा लाग्नु हुँदैन। अरूको लैलैमा लागेपछि हामीलाई यो चुरोट खाउँ, आज मादक पदार्थ सेवन गरौँ भन्ने हुन्छ र हामीले पनि मादक पदार्थ सेवन गऱ्यौँ भनेपछि हामीलाई त्यो छोड्नका लागि धेरै गाह्रो हुन्छ। र यस लागु औषध दुर्व्यसनका नियन्त्रणका लागि नेपालमा विभिन्न किसिमका सङ्घ-संस्थाहरू पनि स्थापना भएको छ। हामीले लागु औषध दुर्व्यसनको अन्तर्राष्ट्रिय दिवस जुन 26 हामीले भव्य सभ्य रूपले मनाउनुपर्छ र हामीले खाली समयमा योग र ध्यान गरेर आफूलाई बिजी बनाउनु पर्छ। गाउँपालिकाभित्र रहेर हामीले सचेतनामूलक लागु औषध न्यूनीकरणका लागि विभिन्न किसिमका चेतनामूलक कार्यक्रमहरू सिर्जना गर्नुपर्छ र गाउँपालिकाभित्र रहेर लागु औषध दुर्व्यसन न्यूनीकरणका लागि विभिन्न असरहरू झुल्किने गरी हामीले सडक नाटक प्रदर्शन गर्नुपर्छ। हामीले र्याली निकाल्नुपर्छ।
हामीले लागु औषध दुर्व्यसन प्रयोग गर्नु हुँदैन र हाम्रो गाउँघरमा चाडपर्वमा मानिसहरूले र घरमा आएको पाहुनाहरूले ल आज रक्सी खाउँ पेय पदार्थ लागु औषध दुर्व्यसन प्रयोग गरौँ भन्नुहुन्छ त्यसको ठाउँमा तपाईँहरूले भन्नुहोस् कि चिया खाने कि कफी खाने कि तातो पानी के खानुहुन्छ भने सोध्नुपर्छ तपाईँहरूले त्यो लागु औषध दुर्व्यसनमा नपरेको मानिसलाई पार्ने पनि हाम्रै समाजका चाडपर्वहरू हुन् चाडपर्वमा विभिन्न किसिमका पेय पदार्थहरू सेवन गर्नुहुन्छ त्यसको ठाउँमा हामीले चिसो पानी तातो पानी चिया कफी लगायत अन्य पेय पदार्थहरू हामीले खानुपर्छ हामीले लागु औषध दुर्व्यसन प्रयोग गर्नु हुँदैन अन्तिममा म के भन्न चाहन्छु भनेपछि हामी भने बालबालिका हौँ हामी भने विद्यार्थी हौँ हामी भने देशको कर्णधार हौँ हामीले देश विकास गर्नुपर्छ हामीले लागु औषध दुर्व्यसनमा फस्यौँ भनेपछि हामीलाई यसको असरहरू आउँछ र हामीले अन्तिममा विदेश जानुपर्ने अवस्था आउँछ हामीले लागु औषध दुर्व्यसन प्रयोग नगरेर हाम्रै देशमा खाइ जागिर खानुपर्छ हामीले भन्ने सोच हाल्नुपर्छ कोही विद्यार्थीहरूको सोच हुन्छ कि हामी त 12+ क्लियर गर्ने हो त्यसपछि विदेश जानु त्यो ठुलो कुरो होइन आफ्नै देशमा बसेर केही राम्रो काम गर्नु नै त्यो एउटा ठुलो कुरा हो अन्तिममा म यति भन्दै मेरो 2-4 शब्द यहीँ हस्त